नमस्ते सबैजनालाई साथीहरू। हामी चाहिँ भ्लगमा आइसक्यौँ है। बोयज एन्ड डब्लुमा सबलाई वेलकम छ फर्स्ट अफ अल। अनि भिडियो हेर्नुभन्दा पहिला तपाईँले चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ मेरो युट्युब च्यानललाई। अनि लाइक कमेन्ट गर्नु होला मन पर्यो भने चाहिँ हैन। हामी चाहिँ अहिले यात्रामा लागिसकेका छौँ। गुड मर्निङ एभ्रिवान। बिहानको त्यही 9 बजिसकेको छ हैन। खानासाना खाएर आइसक्यौँ मेरो साथीहरू। ब्लग चाहिँ हान्दिनसम्म हेर्नु होला। हामी अहिले यो जङ्गलको बाटोमा छौँ है। हिँड्न चाहिँ हल्का गाह्रो हुन्छ तर पनि हार खानुहुन्न साथीहरू। के गर्ने यता गाडी भन्ने नाम हो निशान छैन है। यस्तो जङ्गलको बाटोमा के गाडी खोज्नु है। छैन, हिँडेर जानुपर्ने हुन्छ। जता गए नि हिँडेरै जाने हो। लेट्स सी। बाटो यस्तो छ। अनि साथीहरू आजको भ्लग कस्तो लाग्यो हिजोको हेर्नुभयो कि नै? गएर त्यो भ्लग पनि हेर्नु होला है। डे टु नाइटको च्यालेन्ज भ्लग आएको थियो हैन साथीहरू। केटाहरू हाम्रो साथीहरू कता छौ, के गर्दैछौ हेर। हामी चाहिँ अहिले यात्रामै छौँ है। यात्रा जति लामो भए पनि तपाईँको मुटु कलेजो फोकसोक के छ सबलाई स्थिर राखेर हिँड्नुपर्ने हुन्छ हैन। लेट्स सी। हाम्रो 11 नम्बर यसलाई खुट्टालाई हैन 11 नम्बर भन्नुपर्छ साथीहरू। जुन चाहिँ 11 नम्बरले 4 नम्बर 8 नम्बरले साथ नदिए पनि हैन, तपाईँले लाइफभरि चाहिँ 11 नम्बरले साथ दिन्छ कि। जुन चाहिँ मेरो 11 नम्बर चाहिँ तपाईँले देखाउँछु यही हो हैन। मेरो 11 नम्बरले त साथ दिइरहेको छ, तपाईँको 11 नम्बरले चाहिँ साथ दिएको छैन। कमेन्ट गर्नु होला। हामी चाहिँ उकालोमा हिँड्दैछौँ। जस्तो उकालो जे भयो भने जानै पर्ने हुन्छ हैन। हामी चाहिँ भन्नुपर्दाखेरि हैन अहिले हिँडेको आधी घन्टा भएछ साथीहरू। हामी जो यहाँदेखि 3 घन्टा 3.5 घन्टा लाग्छ होला हैन त्यो ठाउँमा जानको लागि। आजको यात्रा चाहिँ त्यहाँसम्म हो। जुन ठाउँ तपाईँहरूले थाहा छैन होला म रिभिल गर्न चाहन्छु साथीहरू। त्यो ठाउँ चाहिँ मकवानपुर जिल्ला अनि वडा नम्बर 4 हैन। हामी चाहिँ त्यो जङ्गलमा अहिले जाँदैछौँ। हामी चाहिँ जानुपर्ने चाहिँ त्यो माथि टपमा होइन, यहाँ तल खोला पऱ्यो नि त साथीहरू। यो चाहिँ तल खोला हो। खोलाबाट चाहिँ माथि टपमा जाने हामी है। आजको यात्रा चाहिँ त्यहीँसम्म हुन्छ। के भयो भन्दाखेरिमा भर्खर खाना खाएर हिँडेको है, हल्का गाह्रो भइरह। खाना खाँदा बित्तिकै हिँड्नुहुन्न भन्थे, तर अहिले नहिँड्यो भने पछि गाह्रो हुन्छ, पछि नहिँड्यो भने पछि गाह्रो हुन्छ है। समय छन्जेल तपाईँहरू हिँड्नुहोस्, जे गर्नुहोस् तर बोइजको भ्लग चाहिँ हेर्दै गर्नु होला। हामी चाहिँ अहिले फरेस्ट एरियामा पुगिसकेका छौँ। लेट्स सी माई ब्याग अनि माई सुज एन्ड इट्स मी बोय होइन। डोन्ट फर्गेट सब्सक्राइब गाइज। त्यो काम देख्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तै छ, के गर्ने अब। नेपालमा होइन जता पनि पिच रोड छैन, यस्तै हो। नेपाल भएपछि यस्तै त हो नि साथीहरू। सो ब्युटिफुल छ मेरो देश नेपाल। अनि त्यसमध्ये मकवानपुर जिल्लामा छौँ अहिले। यहाँ पनि बबाल ठाउँ छ है घुम्नको लागि चाहिँ। एकदम बेस्ट लोकेसन भनेको चाहिँ यो रहेछ। यहाँ चाहिँ भन्नुपर्दाखेरि त्यो धेरै फरेस्ट एरिया चाहिँ धेरै रहेछ, बबाल ठाउँ। अनि एका हिमाल चाहिँ यहाँबाट चाहिँ छैन है। धादिङसम्म चाहिँ देखिन्थ्यो हिमाल, यहाँबाट चाहिँ हिमाल देखेको छैन। पहाडहरू फरेस्ट एरिया अनि यहाँ बाटो चाहिँ यस्तै हो। अब मान्छे भने चाहिँ यस्तै छौँ है। हल्का गर्मी पनि भइरह। त्यसमा यस्तो जाडोमा मैले हाफ टी सर्टमा भ्लग बनाइरहेको छु। सोच्नु न कति गर्मी होला मलाई।
एक्सर्साइज हो नि त साथीहरू, बडीलाई स्टिल लेभलमा राख्नुपर्छ साथीहरू। तपाईँको बडी कस्तो छ मलाई थाहा छैन, तपाईँहरू कस्तो हुनुहुन्छ मलाई पनि थाहा छैन होइन, तर जे हुनु होला राम्रो गर्नु होला। हामी अगाडि बढ्दैछौँ। हिँडेको अहिले 1 घन्टा भइसकेछ यात्रामै है। गाह्रो छ हल्का, यो बाटो चाहिँ उकालो छ, ठाडो उकालो छ क्या हल्का। यस्तो ठाडो उकालोमा चढ्नै पर्यो। 11 नम्बर मेरो छँदैछ, साथी नै उचाइ बढ्दै जान्छ। घाम पनि हल्का दामी तरिका लागिरहेछ अहिले, तातो होइन, पहाडमा त्यस्तै हो। कस्तो जाने हो अब, ती टपमा घाम ताप्ने हो अनि भ्यू हेर्ने हो। मेरो ब्यागले चाहिँ साथ दिइरहेको छ, छुटेको छैन है, अनि ठिकै छ। हिँड्नै पर्ने हुन्छ अब, फेरि फर्क्यौँ भने नसक्यो भने 1 घन्टा हिँडिसक्यो। अब यस्तै छ साथीहरू होइन, केटाहरूको लाइफ रमाइलो छ, तर के भन्नु के को रमाइलो यार, कोही छैन जङ्गलमा, यस्तो ठाउँ छ। म एक्लै छु अहिले यता। फरेस्ट एरिया फेरि यस्तो हुन्छ साथीहरू, तपाईँहरूलाई फेरि डर लाग्छ भनेपछि यस्तो जङ्गलमा चाहिँ ट्राभल नगर्नु होला होइन। डेन्जर त डेन्जर हुन्छ, कोही छैन हेर्नुहोस्, तलदेखि माथिसम्म कोही काने मुसो छैन, डेन्जर हुन्छ डेन्जर। यतातिर के भन्छ बँदेलहरू आउँछ है, आउँदो रहेछ। अनि बाघ, टाइगर हुन्छ नि त यहाँ जङ्गलतिर साथीहरू, टाइगरसँग लड्नुपर्ने हुन्छ। यदि तपाईँहरूलाई त्यस्तो कुरा देखेपछि डर लाग्छ भने यस्तो ठाउँमा चाहिँ नआउनु होला, एक्लै एउटा साथी लिएर आउनु होला है। तर अहिले मलाई हल्का हल्का डर त लागिरहेछ, तर केही छैन, मेरो ब्याग अनि म छु, हिँडिरहन्छु। यस्तो बाटो छ। अब जे जस्तो भयो नि हिँड्नै परिहाल्छ, जङ्गलको बाटो हो, हल्का गाह्रो त भइहाल्छ है। त्यस्तो नराम्रो नसोच्नु होला साथीहरू। भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला नि, फेरि भोइस भनेको चाहिँ मान्नुपर्ने हुन्छ तपाईँले है। हेर्सी कोही छैन, जङ्गल पुरै रुखहरू चाहिँ बबाल छ कि, रुखमुनि होइन। अहिले हामी चाहिँ साथीहरू होइन यस्तो छ, फेरि अहिले रुखमुनि यस्तो बाटोमा हिँड्दा छ नि त, यस्तो हिँडिरहेको छ बाटोमा। अनि फेरि अहिले हामी टपमा गएर चाहिँ यो हामी हिँडेको बाटो छ नि कस्तो रहेछ, हामी त माथिबाट फेरि टपबाट बाटो देखिँदैन होला। फरेस्ट एरिया कस्तो देखिन्छ त्यो पनि देखाउनेछौँ, भिडियो चाहिँ हेर्दै गर्नु होला होइन। फेरि भिडियो छोडेर अनि स्किप गरेर तपाईँले बुझ्नुहुन्न के, ब्लग हेऱ्यो भने चाहिँ फुल हेर्ने, नहेर्न मन छ भने फेरि स्किप गरिहाल्नुपर्छ होइन। तर बोइज भ्लग चाहिँ त्यति नराम्रो मलाई पनि लाग्दैन, राम्रै लाग्छ, आफ्नो भ्लग चाहिँ राम्रै लाग्छ जसलाई नि है। तर नि यस्तो राम्रो ठाउँमा होइन के छ, प्रदूषण केही छ अहिले मासुको जल होइन। सहरतिर काठमाडौँ नै भनौँ न, यति फोहोर छ, अनि 2-3 दिनको लागि 1 हप्ताको लागि घरबाट बाहिर ननिस्किनु भन्छ। आउनु न यता बोइससँग हिँड्नु भ्लगमा है, अनि पो रमाइलो हुन्छ त। अनि पो तपाईँहरू स्वस्थ हुनुहुन्छ है, तन्दुरुस्त हुनुहुन्छ, कुनै किसिमको रोग छ भनेपछि म्याक्सिमम भन्दैन होइन, 60% 80% हिँडेर भने तपाईँहरूले लागेको रोग निको हुन्छ भन्ने कुरा मैले चाहिँ थाहा भएको हो। तर हिँडिरहेको छ, मलाई चाहिँ केही भएको छैन होइन हुन त। अब घुम्ने उमेर, हिँड्ने उमेर, कमाउने उमेर होइन। साथीहरू पसिना नि निस्किहाल्यो है। मुझको बचालो। मेरो अहिले कति
1 hour 20 मिनट हिँडिसकेको छु है। तपाईँले भन्नै पर्दैन तपाईँको आँखा चाहिँ पछाडि गइरह्यो होला होइन, तर यो कुरा चाहिँ राम्रो हो। भोलि चाहिँ पसिना पसिना भइसकेको छ। हामी चाहिँ यो मकवानपुर जिल्लाको वडा नम्बर 4 मा आज घुम्दैछौँ है। अनि जङ्गलमा अहिले उकालो हिँड्दैछौँ। बाटो चाहिँ यस्तो छ, तलबाट आएको अनि यस्तो बवाल ठाउँमा पुग्न लागिसकेका छौँ। भिडियो चाहिँ फेरि स्क्रिप्ट चाहिँ गरि नहाल्नु होला, एकछिन बरु टाइममा पछि मिलाएर हेर्नु होला हेर्न चाहिँ होइन। तर यो चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ होइन, हाम्रो नेपाली जनताले होइन। सो मैले चाहिँ सो गरेर चाहिँ हेर्नु होला। हामी चाहिँ यो फरेस्ट एरियामा पुगिसक्यौँ है साथीहरू। या दामी देखिन्छ यार। ए राम्रो छ है, बवाल छ। हामी तलबाट पनि हेर्नेछौँ हल्का यहाँबाट, त्यति क्लियर चाहिँ आएन है ब्लग चाहिँ। अनि हाम्रो यत्रो सानो भाइले नि ब्याग बोकेर हिँड्दैछ। यहाँ त फेरि जे पनि हिँड्नुपर्ने हुन्छ, जता जान पनि। यस्तो ठाउँमा चट्ट लाग्यो, मेरो लागि सोफा राखेको छ है। सोफा चट्टै सोफामा यसरी बस्ने चट्ट होइन, यहाँनिर बसेर एउटा खुट्टा यहाँ राख्ने। अनि बोइजलाई यस्तो स्वागत गरेको छ यस्तो ठाउँमा है। लेट्स सी 1 2 3 जोडी भ्यू हेर्ने होइन, यतादेखि यता पुरै। अनि इट्स मी। अनि यस्तो ठाउँमा पुगिसकेको छौँ अहिले चाहिँ। अझ माथि हामी तलमा जानेछौँ है। अनि यताबाट यो पुरै मकवानपुर जिल्ला होइन। अनि हल्का जङ्गल टाइप छ। मकवानपुर जिल्लामा छौँ साथीहरू। मेरो जिल्ला चाहिँ यो होइन, म नेपाली हो, नेपाली भए पनि है, तर मेरो घर चाहिँ यहाँ चाहिँ होइन। ओ माई के खाडल भयो। ठिक छ नि होइन, अहिलेसम्म भ्लग चाहिँ ठिकै भइरह। यात्रा चाहिँ जारी छ है, यात्रा चाहिँ जारी छ। यो बाटो तपाईँले नपत्याउनु होला, यस्तो छ। हिँड्न नि गाह्रो छ यार, तर पछाडिको सिन हेर्दा आफूलाई यसो भ्लगमा तपाईँको अगाडि हेर्न पाउँदा है, अनि यस्तो ठाउँमा घुम्न पाउँदा, तर म भाग्यमानी चाहिँ भाग्यमानी नै हो। जे होस्, अहिले नेपालको 3वटा जिल्ला 4वटा जिल्ला घुमिसक्यौँ है। अहिले म्याक्सिमम् हामी 5वटा जिल्लासम्म घुम्छौँ होला अहिलेसम्म, केही 1-1.5 महिनाभित्र होइन। त्यो बेलासम्म तपाईँहरू चाहिँ अलिक साथ दिनु होला साथीहरू। भ्लग कहिलेकाहीँ आउँदैन होइन, चिन्ता गर्नु पर्दैन। कहिलेकाहीँ उस्तै ठाउँमा पर्छ नि होइन, साथीहरू गएको हुन्छ, इन्टरनेट प्रब्लम हुन्छ, फोन लाग्दैन, त्यस्तो ठाउँ पनि हुन्छ है। नेपालको परिस्थिति होइन, हालत त्यस्तै छ। अहिले चाहिँ फेरि अहिले कति भयो, 82 साल, अहिले 82 साल होइन साथीहरू। 82 सालको आज माघ 8 गते होइन। यो ब्लग चाहिँ हामी चाहिँ यहाँ मकवानपुर जिल्लामा छौँ। अनि अहिले चाहिँ नेपालको के भन्छ राजनीतिक तथ्य भन्नु पर्दाखेरिमा होइन, धेरै ठाउँमा चुनावहरू उठिरहेका छन्। चुनावमा मान्छेहरू हाम्रो देशमा विकास भन्ने अहिलेसम्म हामीले चाहिँ देख्न पाएको छैन होइन। अहिले जे होस्, के को हो रे त्यो हाम्रो केपी शर्मा ओली र हाम्रो बालेन सर हुनुहुन्छ नि, जुन चाहिँ अनि काठमाडौँ मेट्रोपोलिसिटीको मेयर होइन उहाँ चाहिँ। अनि एकदम रेस्पेक्ट छ उहाँलाई चाहिँ, नेपालको प्राइम मिनिस्टर अनि भएको देख्न पाऊँ होइन साथीहरू। तपाईँहरूले पनि त्यही चाहनु होला, मलाई थाहा छ। सबैले बालेनलाई नै सपोर्ट गर्नुहुन्छ, मात्र छ त्यो के अरे त्यो केपी बामा भाषणमा मात्रै होइन। मैले जसरी भ्लगमा बोल्छु नि होइन, यो त नर्मल कुरा हो है। अनि जे पाए त्यही भाषण दिया, मान्छेहरूलाई हँसा, पैसा जति होइन। त्यो भित्र 2-3टा मृगौला छ नि साथीहरू, त्यो मृगौलाको यतापट्टि हाल्यो कि उतापट्टि हाल्यो कि, अनि कहाँ स्विजरल्यान्डको ब्याङ्कमा छ अरे, कहाँ के छ अरे, त्यत्रो पैसा त्यो बाजेले खाइसक्यो। अहिले फेरि जितायो भने त साथीहरू होइन, त्यो मासुको झोल हाम्रो केपी बा होइन देशै खान्छन्।
त्यस्तै खाइसकेँ। अब हामीलाई पछि बिस्तारै यस्तो ल भ्लग बनाउनको लागि यो जङ्गलमा यसो जानु पर्यो भने नि भन्दाखेरिमा पनि नपाइएला जस्तो छ हालत। अब रोजगारको कुरा गर्ने हो भन्ने साथीहरू होइन, रोजगार नेपालमा चाहिँ अहिलेसम्म युवाहरू बेरोजगारी छन्। म पनि एउटा बेरोजगारी युवा होइन, नेपालमै बसेर केही गर्छु होइन, भविष्यमा नेपालमै आफ्नो फ्यामिलीसँग बसेर केही गर्छु भन्ने चाहने एउटा युवा नै हो। तर यो देश लुटेर खाने जुन छ नि त्यो नेता, भ्रष्टाचारी नेताहरू, उहाँको लागि हो। उहाँ त के भन्नु, त्यो माधव चोटलाई होइन, सब त्यस्तै छन् साथीहरू। केपी शर्मा ओलीलाई मात्रै भने होइन, सबै जो भ्रष्टाचारी हुनुहुन्छ देशको। मैले हिजो यहाँनिर होइन टिकटक बनाएको थिएँ, मलाई राम्रो लागेर फेरि आएको यो ठाउँमा घुम्नलाई। हल्का भ्लग हिजो राम्रोसँग आउँदा रहेछ होइन, पाएन, मोबाइलमा चार्ज थिएन, आज चाहिँ आएको। त्यही हो साथीहरू, तपाईँले भोट फर बालेन गर्नु होला होइन, जुन चाहिँ अहिले के अरे हाम्रो झापा जिल्लाबाट उठ्दै हुनुहुन्छ होइन। अनि घन्टी चिन्ह नबिर्सनु होला। मैले चाहिँ अब रियलमा प्रत्यक्ष रूपमा फिजिकल रूपमा चाहिँ साथ दिन नसकिने होइन। अब अहिले जङ्गलमा छु, कसरी जान सक्छु होइन। हाम्रो PM बालेन इन्जिनियर साहबको लागि चाहिँ एकदम रेस्पेक्ट छ, उहाँलाई सबले भोट गरिदिनु होला, त्यही भन्छु। भन्न चाहिँ नहुने हो, तर यसो नेपाली नागरिक भइसकेपछि होइन, 18 वर्ष पुगिसकेपछि म पनि एउटा नेपाली नागरिक होइन, मेरो पनि नेपालको नागरिकता छ मेरो होइन साथीहरू। त्यसको आधारमा भनेको, माइन्ड नगर्नु होला, सपोर्ट गर्नु होला तपाईँलाई मनपर्ने मान्छेको होइन। म्याक्सिमम् साथीहरूले चाहिँ जुन युवा साथीहरू छन् उहाँलाई चाहिँ सपोर्ट गर्नु होला होइन, त्यही हो। अनि हामी चाहिँ यस्तै छ, फेरि मलाई चाहिँ सपोर्ट गर्न चाहिँ नबिर्सनु होला। म पनि एउटा भ्लग बनाउँदै हिँड्ने, नेपालमा बसेर बेरोजगार युवा छु होइन। विकास नेपालमा होला नहोला होइन, तर मेरो भ्लग चाहिँ हप्तामा 2टा भए पनि जसरी पनि आउँछ। तर इन्टरनेट प्रब्लम नभए चाहिँ डेली आउँछ नि साथीहरू, चिन्ता गर्नु पर्दैन। त्यही हो, मलाई चाहिँ फेरि पहिलेदेखि बालेनलाई चाहिँ मनपर्ने मान्छे है, बालेनलाई सपोर्ट गर्नु होला। अनि सबजना साथीहरू, हाम्रो आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, त्यही हो। मैले चाहिँ मकवानपुर जिल्लाको वडा नम्बर 4 को यो टप डाँडाबाट चाहिँ उहाँको लागि चाहिँ एकदम सपोर्ट यति चाहिँ गर्न सक्छु है साथीहरू, अरू केही गर्न नसके नि। त्यही हो, मास्क लाउनु किन पर्यो भन्दाखेरिमा है, हल्का अहिले त्यस्तो पोलिटिक्सको बारेमा बोलेको छैन। माधव चोताहरू बढी बोलिस भनेर मुलाहरू होइन कमेन्ट गर्छन्। अब मास्क लगाएको थिएँ भने चुप लाएर बस्नु पऱ्यो नि त होइन, बढी बोलेको होइन, रियल कुरा गरेको। कुनै पनि साँचो कुरा मान्छेहरूलाई पच्दैन है। जुन नराम्रो नेगेटिभ थिङ्स हुन्छ, जुन चाहिँ तपाईँहरूलाई चाहिँ मान्छेहरूले हेर्दा नि कस्तो नराम्रो हुन्छ, मान्छेहरू होइन त्यही कुरालाई चाहिँ अगाडि बढाइरहेको हुन्छन् कि। जुन राम्रो कुरा हुन्छ, जसको लागि जे राम्रो हुन्छ त्यो त कसैले हेर्दैन। त्यसैले साथीहरू जहिले पनि थिङ्स पोजिटिभ एन्ड एक्ट लोकल्ली गर्नुपर्छ। त्यो चाहिँ मैले स्कुलदेखि कलेजदेखि अहिले यत्रो 19 वर्ष लागिसक्यो है, अनि सिकेको कुरा हो। थिङ्क लोकल्ली, एक्ट के अरे थिङ्क पोजिटिभ, एक्ट लोकल्ली भन्छ होइन साथीहरू। आफ्नो काम टाइममा गर्नु होला। म चाहिँ आफ्नो काम गरिरहेको छु, र चाहिँ धेरै अगाडि नबढाउँ मैले चाहिँ है, यतै छ। त्यही हो, हामी चाहिँ उकालो लाग्दैछ, लेट्स सी। उकालोबाट अहिले हामी यतातिर हल्का खेतहरू रहेछ यो पाखामा, अनि त्यही हो, हामी खेतबाट त हल्का भ्यू लगाउँ है, तपाईँहरूलाई पनि देखाउँ हामी कहाँबाट आएको। यहाँ तल बजार छ नि साथीहरू, त्यो बजारबाट यो जङ्गल यो पुरै फरेस्ट एरिया घुम्दै आएको पारी डाँडा काँडा हेर्नुहोस्। यहाँ सूर्य चाहिँ यहाँबाट आउने रहेछ यहाँ, अनि यति अझ हामी माथि टप भ्यूमा जाँदैछौँ। भिडियो चाहिँ नछुटाउनु होला होइन। अनि तपाईँलाई
के गर्न मन छ होइन, के गर्नुहुन्छ, कहाँदेखि हुनुहुन्छ, कुन कुन जिल्लाबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ होइन, यसो कमेन्ट गर्नु होला। अनि कुनै दिन यसो फुर्सद मिल्यो भने तपाईँको जिल्लासम्म पनि आउनेछु, चिन्ता नगर्नु होला साथीहरू। म नि एउटा मान्छे होइन जुन मान्छेले चाहिँ यसो न केही गर्छु भनेर चाहिँ भ्लग बनाउँदै हिँडिरहेको छु, जोस् घुम्दै हिँडिरहेको छु। मलाई चाहिँ हल्का फुर्सद भएर अलि चाहिँ घुम्न पाइरहेको छु होइन, पहिले चाहिँ त्यति साह्रो फुर्सद थिएन। यतातिरको घरहरू साथीहरू राम्रो राम्रो छ है, पसिना त भइलाइसक्यो। तपाईँहरूलाई के थाहा यार, पानी खाइयो यो घरमा। हाम्रो दाइले चाहिँ पानी दिनुभयो, पानी नै रहन्छ है, पानी खाँदै पसिना भन्ने चिज त्यस्तै हो, आँसु जस्तै आउँछ यार। हिँड्नै पर्यो, हिँड्नै पर्यो। रातो पिरो भइसक्यो यार, रातो न पिरो भइसक्यो, पसिना आएर ठिकै छ। अहिले मेरो आँखा के भयो, अक्सिजन चाहिँ छँदैछ, अक्सिजन छँदैछ है साथीहरू। के भयो आँखा, यस्तै हो। मेरो लागि चट्ट लगाएर बस्ने ठाउँ बनाएका छँदैछ मेरो हाम्रो यहाँको जनताहरूले, हाम्रो साथीहरू, दाजुभाइ दिदीबहिनीहरूले यस्तो ठाउँ बनाउनु भएको रहेछ है, एकदम धन्यवाद। हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ मकवानपुर जिल्ला, यो चाहिँ पारी चाहिँ मकवानपुर जिल्लाको वडा नम्बर 5 हो होइन, यो पारीपट्टिको। अनि यो चाहिँ 4 नम्बरमा पर्छ क्या। अनि यहाँबाट चाहिँ बबाल भ्यू देखिन्छ। टपमा आइसक्यो उतै डाँडा काँडा मर्निङमा होइन, अहिले कति 10 बजिसकेको छ। यहाँनिर चाहिँ मैले पानी खाएको, अनि पानी खाएँ त तर पसिना आयो क्या, पसिना आइसकेको छ। यस्तो फेस त हल्का यस्तै मास्क लाउनु पर्ने हुन्छ त्यति। फेरि सो साथीहरू हामी चाहिँ यो बाटो हुँदै आइसक्यौँ है। अनि देख्न सक्नुहुन्छ यता मकवानपुर जिल्ला। हामी चाहिँ यो बाटोबाट अगाडि बढ्नुपर्ने हुन्छ, हल्का गाह्रो छ है, जे होस् रमाइलो छ। भ्यू चाहिँ फरेस्ट एरिया, पुरै फरेस्ट एरिया हो यो। डाँडा काँडा यहाँदेखि पुरै देखिन्छ यो। आहा हा हा यस्तो उज्यालो आइरहेको छ त के हो मेरो कपाल। हामी पुगिसक्यौँ। आहा हा बबाल ठाउँ चाहिँ होइन, यही हो हामी मेन आज घुम्नुपर्ने ठाउँ चाहिँ यही साथीहरू। हामी आज आउनुपर्ने ठाउँ यहाँसम्म घुम्नलाई लर्सी यो पाखा बबाल छ। यहाँ लाग्छ परिलो, आज हामी आइसकेको थियौँ साथीहरू। आज यो घरमा बस्यौँ है, हेर्नु बबाल ठाउँ छ। मर्निङमा आइदिएछौँ, बेलुका लगाएर खाएन, म बाख्रा